लागेन अब के हाल्ने यस्तै हो मासु ज्यादा भयो घट्दैन पकाएपछि बढ्छ थाहै छैन खुट्टा ए प्याज कुट लाग्छ यो यसले त दिमाग लगाउँछ यसले यो चाहिँ खैलागिया दिमाग लगाउँछ लसुन खाएपछि के फाइदा हुन्छ यसो कमेन्ट गरिदिनु होला साथीहरू लसुनका फाइदाहरू धेरै छन् भन्छन् होइन अब ए राजु नबजाऊ त गीत नबजाऊ त कपिराइट लाग्छ मलाई बाबरी फुलको बोट भन्छ लसुन आयो लसुन गराएर के गराउने हो यो मासु हाल्ने हो लसुन गराएर मासु हाल्ने अरे खै खोला त एकचोटि चलाउ त भित्र के पकायो यिनीहरूले पकाएको छ यहाँनिर यस्तो छ एउटा यो दाल यो दाल हो दाल होला यो अनि यो भात होला होइन के छ योमा ठुल्लीले ल्याए घिउ करेला यो के करेला अरे ठुल्ली दियो बिकासी करेला है साथीहरू यो बिकासी करेला यसलाई बिकासी करेला भन्छौँ होइन तपाईँहरू के भन्नुहुन्छ यस्तो खालको बिकासी करेला बिकासी करेला बिगाइसी करेला अनि यहाँनिर चाहिँ प्याज अरे पानी होइन उताबाट अघि यस्तै सर्काएको थिएँ अहिले यता भुइँबाट यस्तै सर्काएपछि ठ्याक्क मिल्छ कि त्यो हो नि त मैले एडिट गर्दैन कि त्यही भएर हो चलाउ भर्खर त एउटा खुट्टा देखियो टाउको काँचा भर्खर त दुईवटा खुट्टो अब एउटा टाउको देखाऊ त्यहाँतिर आइस उठ्छ क्या त्यहाँ ढ्याङ डुङडुङ नगराऊ यार राजु भने त मान्दैन भर्खर पाक्नु छ ल अब यहाँनिर चाहिँ यो के भन्छ यो यसको नाम के हो भनिदिनु होला सबभन्दा पहिला चाहिँ यो कुट्ने मान्छेको भिडियो हेरिरहने मान्छेलाई चाहिँ थाहा हुन्छ होइन अलिअलि त जाने रहेछ जान्न त अलि पानी हाल्न पानी हाल पानी सुक्खामा कहिले मसला कुटिन्न के छ लसुन पनि हाल लसुन हाल लसुन यस्तो गराउने धसक यस्तो यस्तो ट्याक यार लोरै फाल्ने यार यसले यार ल पखाल त यो मान्छे यार लोरै फाल्ने रहेछ यार
समय भने त त्यतिकै फालिलियो अरे यसले यार। अटेन्सन सम्झनाले बुझ्यो लेख्या अब बरु। ठिक छ ठिक छ। पानी पर्ने भनेछ आज दिउँसोबाट। छिटो घर घर गराउनु सम्झना छिटो खाम लागि लौ गराउ त्यो खै 1-2 बजीबाट होला चलाउ त कस्तो भयो। अब उहाँ काठमाडौँबाट आउने जाने सबै गाडी बन्द भए भोलि पर्सि निकोर्सीसम्मलाई। मिलेर 2-3 दिनलाई बन्द भइसक्यो गाडीहरू। मिलेर खामला के आज त म आछु त तिमीले 50 मैले 20 रुपैयाँ है। राजुबाट नि 50 साप आउँछन् भन के राजु। ठिक छ यो त यसले गराल्यो यार यसले कति गराइस् है। ल ल ल भनेर चाहिँ अब यसले चाहिँ यो बनाइसक्यो होइन। अब यसलाई लगेर त्यहाँ हाल्ने हो त्यसपछि मासु पाक्छ। मासु पाक्यो भने त्यसपछि अब खाना खाने मात्रै बाँकी छ अब खासमा भने चाहिँ। ल ल लैजा हाल्दै अब यहाँ सम्झनाको भाडा मार्ने कार्यक्रम हाल्दै अब हालिदियो आधा अब हाल्दै अब छोडिदियो अब हालिदिन्छ अब अलिकति मात्रै। मैले हाल भने पहिला अरे मैले हाल भने होइन क्या पहिला यार यसले आफै हालिदियो त अब आधा हालिदियो त अब आधा बचाइने के गर्नु त। तुक लाग्दै यहाँ पहिला मासु पाक्न दिए। हिजो के मसला कम दिया हो ल यो समातेर भित्र फाल्दैछ बाबुको। सिटी पछाडि डाले यो त यो त अनि त्यहाँ जिराको सिङ्गै छ नानी के पिसिस् त जिरा तैँले पिस्यो बाबाले यसो पिसेर सिकाइदिनु। नआउने कुरा नगर के यार म नराम्रो भयो मलाई भन्छ यार यसले यार हिजोसम्म जाने थिएन त त्यस्तो होइन क्या यार यहाँ चलाउँछ एकचोटि पाइसक्यो चाहिँ यो खासमा भन्ने भने त्यो टमाटर हालेछ पानी त सुल्या छैन।